शान्ति नै सबैभन्दा ठुलो प्राप्ति हो र जसले शान्ति साथ रहन सक्छ उनै जीवनको एउटा सफल मार्गमा जान सक्छ र शान्तिको बाटो नै सबैभन्दा उत्तम बाटो हो भनेर उहाँले जुन एउटा मार्ग पहिलाउनु भयो र त्यही मार्गदर्शन हामीलाई दिनुभयो। त्यही मार्गदर्शन अनुसार हामी हिँड्न सक्यौँ भनेदेखि हाम्रो जीवनमा रहेका असहमतिहरू, जीवनमा रहेका अन्तरङ्गहरू, जीवनमा रहेका मतभेदहरू र जीवनमा उत्पन्न हुने विकार तत्त्वहरूलाई यदि बुद्धत्वको अलिकति मात्र पनि हामीले शिरोधार्य गर्न सक्यौँ भने अथवा पालना गर्न सक्यौँ भने हाम्रो जीवन असफलताको बाटोमा कहिल्यै पनि जाँदैन। हाम्रो जीवनमा नैराश्यताको बाटो कहिल्यै पनि जाँदैन र हाम्रो जीवन सधैँभरि एउटा सुख भोग, शान्ति भोग र सफलताको भोगमा अगाडि बढ्न सक्दछ। र उहाँको महिमालाई, उहाँको अन्तर्ज्ञानलाई, उहाँले दिनुभएको दिव्य उपदेशलाई एउटा हामीले जति नै वर्णन गरे पनि त्यसको अपुरो हुन्छ, अपुग हुन्छ।